हेलो गाइज, कृषि जन भ्लग च्यानलमा वेलकम। आज चाहिँ न्यू इयर्स नयाँ वर्ष 2082। म जस्तो सानो युट्युबर हुनुहुन्छ भने मलाई सब्सक्राइब गरेर लाइक गरेर नाइस भ्लग भने लेखेर कमेन्ट गर्नु होला। म चाहिँ हजुरहरूले जो कमेन्ट गर्छ नि म त्यसलाई सब्सक्राइब गर्छु। ढुक्कै हो, जहिले पनि त्यही छ मेरो ह्याबिट होइन। म जस्तै सब्सक्राइब सानो युट्युबरलाई सपोर्ट गर्छु क्या म। सो गाइस, म चाहिँ अब यो मन्दिर चाहिँ जानको लागि अब अगाडि गइरहेको छु होइन। यो बाटो चाहिँ यो है यस्तो जानुपर्छ होइन। यो चाहिँ बाटो होइन, 50 मिनट माथि छ होइन यहाँनिरदेखिबाट। सो गाइस, म चाहिँ अब मन्दिरको नजिक आइसक्यो होइन। यो चाहिँ डाँडो है, मन्दिरको जाने चाहिँ यस्तो बाटो छ। दामी भएकाले यहाँ हावा चाहिँ यस्तो दामी लाग्छ नि, स्वर्गमा आयो जस्तो लाग्छ क्या। यो ढाँकेतको भ्याली देखिन्छ यो डाँडाबाट होइन। कस्तो छ ढाँकेत देखिन्छ, म देखाउन गइरहेको छु होइन। यो चाहिँ शिव मन्दिर यही नै हो। यो समथिङ 400 वर्षदेखि अगाडिदेखिबाट बनेको मन्दिर हो गाइज। यहाँ चाहिँ मनको भावना क्या बुझ्ने मन्दिर पनि भनिन्छ होइन। मागेको अलि पुरा हुन्छ अरे लाग्छ होइन। यहाँ चाहिँ अब यस्तो लाग्छ नि पुरै कपालै घुमाइरहेको होइन। सो गाइज, यहाँ चाहिँ यो मन्दिर चाहिँ यो है, यो चाहिँ छ देखेर चान्चुन छ त चान्चुन होइन गाइज। यो चाहिँ 400 वर्ष समथिङ ढुक्क भयो होइन, कम भयो 400 वर्ष अगाडिदेखि नै यो मन्दिरको स्थापना भएको होइन। यहाँ चाहिँ मन्दिर दामी छ। यहाँ चाहिँ यो एउटा सान पिपलको गोठो छ होइन गाइज। यो चाहिँ अब गाइज यो डाँडो भनेको काठमाडौँको धरहरा जस्तै यो ढाकेको धरहरा हो कि अग्लो डाँडो। सो गाइज, ढाकेको दृश्य यस्तो देखिन्छ देखिन्छ कि दृश्य जस्तो ढाके अल राउन्ड देखिन्छ क्या गाइज। यहाँनिर देखेर अल्छिङ जाने यो रोड गाइज। यो अल्छिङदेखि माथि अल्छिङ यो ढाकेको भ्याली देखिने यो चाहिँ उचाइमा रहेको डाँडा हो होइन। यहाँ चाहिँ यस्तो गोपाल देखिन्छ। सो गाइज, यो चाहिँ जताकतै देखिन्छ कि दामी यो ढाकेतको जिङ्गारको ढाकेत अल देखिन्छ क्या। यो चाहिँ यो धराए भनौँ, काठमाडौँको धरादेखि माथि अल्को डाँडामा रहेकाले दामी देखिन्छ। यो चाहिँ यहाँनिर रहेको छ है। यो माथि अल्को यो डाँडा छ, यो चाहिँ यहाँनिर गाइज। सो गाइज, अब चाहिँ म एउटा भर्खरै विकास भएको दामी एउटा पुल छ क्या, दामी एउटा पुल छ। त्यो पुललाई पनि देखाउनु गइरहेको छु होइन। सो गाइज, भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनु होला र सब्सक्राइब गर्नु होला। हजुरले सब्सक्राइब गर्नुभयो भने कमेन्ट छोड्नुभयो भने म पनि हजुरलाई सब्सक्राइब गर्छु। मेरो जस्तै सानो युट्युबर हुनुहुन्छ भने म त। सो गाइज, म चाहिँ अब यहाँ गइरहेको छु होइन गाइज। यो चाहिँ देखिरहेको छ नि दामी छ क्या। जिङ्गारकै टप 10 पुल भनौँ होइन। भर्खर विकास हुन लागेको छ होइन। यो चाहिँ हाम्रो ढाकेदेखि 200 मिटर माथि डाँडामा रहेको छ होइन यो चाहिँ यो पुल। सो गाइज, म चाहिँ अब पुल नजिक पुगिसकेँ होइन गाइज। कस्तो छ यो पुल, दामी छ क्या। 30 मिटरको छ होइन पुल गाइज, दामी छ। मजा आउँछ क्या यो पुलमा आउँदाखेरि, मजा आउँछ, मजा आइरहेको हुन्छ। दामी लाग्छ मलाई, कस्तो लाग्छ होइन। दामी छ क्या यो मन्दिर, ब्युटिफुल मन्दिर जस्तो दामी पुल छ होइन। आज चाहिँ यहाँ चाहिँ अलि हावा दामी लाग्छ कि गर्मी टाइममा यस्तो एसीदेखि पनि दामी हावा लाग्छ। सरर यस्तो हावा खाने बेग्लै मजा हुन्छ क्या गाइज। त्यसैले दामी छ ल गाइज। यहाँ चाहिँ अब अर्को भिडियोमा भेटौँला होइन। आज चाहिँ यति हो, नयाँ वर्षको उपलक्ष्य म हजुरहरूलाई म चाहिँ देखाइदिउँ कि भन्ने हो, हल्का भलो गराइदिउँ। यो चाहिँ ठाउँको दामी भएकाले भलो गराइरहेको छु होइन ल।